गुड आफ्टरनुन एभ्रिवान, सम्पूर्णमा नमस्कार। अहिले चाहिँ हामी पापा छोरी हिँड्दै हो। छान हिँड्नु यस्तो राम्रो फुलहरू सजाएर राखिरहेका छन्। यस्तो मजाको ठाउँ छ। यो ठाउँ चाहिँ मेरो छोरी चाहिँ बसिरहेको छ अहिले। ओके, त्यो भाइलाई फेरि लड्छ है, अलिकति उ गर्नु, बी केयरफुल हुनु। ओके, यो फुटबल ग्राउन्ड हो। केटाकेटीहरू यहाँ भर्खर फुटबल प्र्याक्टिस गर्दै होला, ठुलो मान्छेहरू त छैन। अब हामी बिस्तारै बिस्तारै घरतिर जाँदैछौँ। गुड आफ्टरनुन एभ्रिवान, सम्पूर्णमा नमस्कार। मेरो युट्युब च्यानलमा तपाईँ सम्पूर्णलाई स्वागत छ। हजुर, आज चाहिँ हामी छोरीसँग एकछिन छोरीलाई घुमाउन म पार्क लगिरहेको छु। भिक्टोरिया पार्क जाने भनेर हामी चाहिँ हिँडेको, तर छोरीलाई चाहिँ भिक्टोरिया पार्क मन परेन अरे। त्यही भएर फेरि हामी रिटर्न ब्याक भइरहेको छौँ। हामी चाहिँ अब वानचाइ पार्क जाँदैछौँ, होइन त छोरी? यहाँ अहिले चाहिँ हामी पापा छोरी हिँड्दै हो। छोरी यता हेर्नुहोस्। यस, अब पापा अलिकति हाइट छ, छोरी अलिकति सानै छ अहिले। त्यही भएर अलिकति हाम्रो ब्यालेन्स मिलिरहेको छैन है। पछाडिपट्टि बहिनी पनि छ। हामी तिनजना आज छोरीलाई खेल्नको लागि जान्छु भनेर हामी पार्कतिर आउँदैछौँ। यताबाट जाँदा पनि हुन्छ अरे। ल, मेरो छोरी पनि अलिअलि बिरामी छ। के झऱ्यो ट्वाक गरेर, मेरो यो माइक पो झऱ्यो कि के हो भनेर फेरि म चाहिँ यसो हेरेको होइन रहेछ। छेउछेउमा हिँड्ने, पापालाई ठ्याक्क के अरे ह्यान्डमा चाहिँ क्याच गर्ने। ओके, त्यस्तो अब दायाँ बायाँ दौडिने होइन। यो त रोड हो बेबी, डेन्जर हुन्छ यहाँ। गाडीहरू चाहिँ अब धेरै गाडीहरू आउँछ। ओके, छान हिँड्नु जताततै यो हङकङमा चाहिँ एकदम भिडभाड हुन्छ है। तपाईँहरूले देखिराख्नु भएको छ, यस्तो भिड छ। यो हेर्नुहोस् जताततै कि यो अब यो बस वेटिङ गरिरहेको हो। अहिले ठ्याक्कै कति बज्यो भन्दाखेरि हङकङको यो स्थानीय समयअनुसार 15 भनेको यो 3:13 गएछ। तर पनि एकदम भिडभाड कि। तपाईँको यो सानो एरिया छ है। अब यो सानो एरियामा मान्छेहरूको ठोकिन्छ है छोरी। एकदम अत्याधिक बसोबास छ तपाईँको यो सानो एरियामा। एराउन्ड 70 देखि 80 लाखको मान्छेहरू हाराहारीमा बस्छ भन्ने खालको यहाँ बुझाइ छ है। एकदम चाहिँ म्याक्सिमम हो यो भनेको। यसको क्षेत्रफल मलाई एकिन चाहिँ थाहा भएन, तर यो हङकङ अलिक सानै छ। यो चाइनाको एउटा सहर हो। त्यसमाथि अब यो पहिला ब्रिटिसले कोलोनी उपनिवेश, ब्रिटिसको उपनिवेश हो। त्यही भएर विकास चाहिँ एकदम हाई लेभलको छ। त्यही भएर पनि संसारभरिका मानिसहरू यहाँ बिजनेस कुनै न कुनै काम लिएर यस ठाउँमा आउने गर्दछन्। त्यही भएर मान्छेहरूको चाप पनि अत्याधिकै देख्छु म चाहिँ, अति धेरै। अब तपाईँको यो त 3 बज्यो भनेपछि त यो लन्च टाइम पनि होइन, छुट्टी हुने टाइम पनि हुने कुनै पनि कामको। यो त एकदम चाहिँ के अरे सुनसान हुने टाइम हो। अफिस टाइममा त तपाईँको त यहाँ पाइला टेक्ने ठाउँै हुँदैन है। यस्तो धेरै मान्छेहरूको भिडभाड हुन्छ। अब हामी यसो यो मोड लियौँ। अब चाहिँ यो वानचाइ पार्क नजिक आइसकेको छौँ।
यहीँ नजिक हो। भिक्टोरिया पार्कमा आज जाने भन्ने नानीहरूको छोरीको स्कुलबाट पनि अफर थियो। त्यहाँ विभिन्न भेराइटिजका फ्लावरहरू चाहिँ डेकोरेसन गरेर सजाएर राखेको छ अरे त्यहाँ। अनि त्यो फ्लावरको अब नेम अनि प्रजातिहरू चिन्नको लागि पनि आज स्कुलबाट टुर थियो छोरीको। तर अनफर्चुनेटली अब यो छोरीको यो कफिङ रुगा खोकीले गर्दाखेरि जान पाएन। ठिकै छ, पछि लैजाउँला भन्ने अब हिसाबले अहिले 1 बजीतिर लानु खोजेको, फेरि छोरी मानेन। वान्चै पार्कै जाने अरे। अब हामी वान्चै पार्कको गेट छिरिसकेको छौँ। यो हो, अब यस्तो छ यो वान्चै पार्क चाहिँ। वान्चै पार्कमा पनि खेल्ने ठाउँ चाहिँ प्रशस्तै छ। यहाँ चाहिँ अब अलिकति जानुहोस् ल जानुहोस्। यस्तो राम्रो फुलहरू सजाएर राखिरहेका छन्। यो चाहिँ हजुर हो, मास्क लाउने कि निकाल्ने कहिले हो। ओहो कस्तो मजा गर्छ। यहाँ आउनुहोस् ल, हामी यहाँ फोटो खिचौँ एकछिन ल। यस्तो मजाको ठाउँ छ यो ठाउँ चाहिँ। मेरो छोरी चाहिँ बसिरहेको छ है। ओके, त्यो भाइलाई फेरि लड्छ है, अलिकति उ गर्नु, बी केयरफुल हुनु। ओके, त्यो लड्छ नि फेरि। न ओके, हजुर हो गरेको सु गरेको हो। कहाँ भेटेको रे? ल ठिक छ ल। छोरी चाहिँ सानो फुच्चे भाइसँग खेलिरहेको छ। ओ पर छ, यहाँ नजिक बसिरहेछन् उनीहरू। खेलेर बसिरहेको छन्। यता उयो फुटबल ग्राउन्डतिर लग त, फुटबल ग्राउन्डतिर घाम लागेको होला। नगर्नु नगर्नु, भाइलाई हुन्छ। घामतिर यसो एकछिन डुलाउनु लानु पर्यो भनेको मान्दैन। अब घामतिर फेरि फिटिकै केटाकेटीहरू आफूले चाहेको ठाउँतिर मात्रै जानु भन्छन्। यो फुटबल ग्राउन्ड हो। केटाकेटीहरू यहाँ भर्खर फुटबल प्र्याक्टिस गर्दै होला। ठुलो मान्छेहरू चाहिँ छैन। यसमा अब मजाले 2-4 चक्कर लगायो भने त पुगिहाल्छ केटाकेटीलाई। अब लाउनु के लाउने केटाकेटीहरू। आफै आउँछ, छोडिदिनु न, आफै आइहाल्छ नि भाइ। घाम पनि अलिअलि लाग्न खोजिरहेको छ।
वा आइसक्यो लु फेरि चक्कर लाउनुहोस् हो नि त लु फेरि जानुहोस् ल फेरि चक्कर लाउनु ल जानुहोस् पानीमा होइन ल ल ल है दिदीले भेट्छ है पछाडि पछाडि अब बिस्तारै बिस्तारै घरतिर लाग्दै हो आजको मेरो भ्लग यहीँ समाप्त भएको जानकारी गराउँदै अर्को नयाँ एपिसोडमा नयाँ भ्लगमा भेट्ने बाचाको साथ सम्पूर्णलाई अहिले चाहिँ हस्त नमस्कार भन्न चाहे सबैलाई अर्को एपिसोडमा भेट्ने बाचाको साथ अहिले चाहिँ छुट्टियो बाई बाई।